ओम नमो नारायण ओम शिवाय ओम शिवाय ओम। बुढी पूजा त सकियो, अनि मलाई टिका लगाइदिनु? लगाइदिन्छु नि। ल म पनि लगाइदिन्छु। दीर्घायु हुनु, बुढालाई धेरै माया गर्नु है, अनि बुढालाई सधैँ खुसी राख्नु। अहिलेसम्म चाहिँ दुःखी हुनुभएको छ? अनि साँच्ची बुढी तिमीले बर के माग्यौ नि भगवान्सँग? मागेको कुरा कसैलाई भन्न हुँदैन भन्छन्। म त बुढा हो नि, मलाई भन्दिनौ? अब अरू त के माग्नु र बुढा? यो बरपिपलको जोडी जस्तै हाम्रो माया पनि अमर होस् भनेर मागे। यस्तै भएर सधैँभरि हाम्रो माया पनि बाँचिरहोस्। हेर्नुहोस् त बुढा, यो बरपिपलको जोडी भएर यो चौतारो कति राम्रो देखिएको छ। सुनमा सुगन्ध थपिए जस्तै हाम्रो माया प्रेम पनि यस्तै सधैँभरि रहिरहोस् भनेर मागे। अर्थात् त के नै माग्नु छ र? सोचे जस्तो श्रीमान पाएको छु, माया गर्ने सासू ससुरा हुनुहुन्छ, त्यति राम्रो सन्तान छ हाम्रो, सबै थोकमा खुसी नै छु। तपाईँ चाहिँ सहर गएपछि अन्त मन डुलाउने होइन नि फेरि? हेर बुढी, म तिमीलाई बिर्सेर अरूसँग रमाउन सक्छु होला र? म तिमीलाई कति माया गर्छु त्यो कुरा तिमीलाई राम्रोसँग थाहा छ नि। थाहा छ मलाई। लु अब ढिला नगरी घर जाऊँ। ल हिँड जाउँ। बुढा, हामीलाई सामान्य खाना लाउन त पुगेकै छ त, नगई नहुने हो र? बुझेँ नि, श्रीमान श्रीमती सँगै बस्ने रहर कसलाई पो हुँदैन त। अब बाआमा पनि बुढाबुढी भइसक्नु भयो, बाआमालाई हेरचाह गर्नु छ, मैले छोराको लागि कमाउनु छ। अब तिमीले घर व्यवहार सम्हाल्ने, अनि मैले सहर गएर पैसा कमाउने, अनि एक दिन खुसी हुने दिन आइहाल्छ नि बुझेँ। तपाईँलाई घरको बारेमा सबै कुरा राम्रोसँग थाहा छ। तपाईँ हुँदा त मलाई आमाले कस्तो गर्नुहुन्छ, झन् तपाईँ गइसकेपछि आमाले मलाई कस्तो व्यवहार गर्नु होला। त्यो घरमा मलाई राम्रोसँग बस्नु दिनुहुन्छ होला आमाले? त्यसको तिमी चिन्तै नगर न, म सहर जाने बेलामा सब कुरा मिलाएर जान्छु। अब त खुसी हौ। ल हिँड जाउँ। कमाउन नजानु त म पनि भन्दिनँ, तर हजुर सहर जाने बेलामा आमालाई राम्रोसँग सम्झाएर जानु। आमाले मलाई किन एउटा आँखाले पनि देख्न सक्नुहुन्न? जहिले त अलक्षिणी हो, यो घरमा त भित्रदेखि अलक्षिण लाग्यो भन्नुहुन्छ। आखिर के नै अलक्षिण लाग्यो र म यो घरमा भित्रेर? तपाईँ नै भन्नु त। बुझेली, तिमी मेरो घरभित्र भित्रेर केही अलक्षिणी लागेको होइन। अब कहिलेकाहीँ त ससुबारीको भनाभन त भइहाल्छ नि। म सहर जाने बेलामा यो सबै कुराहरू मिलाएर गइहाल्छु नि। आमाको राक्षस जस्तो व्यवहारले मेरो धेरै मन दुखेको छ। तिमी त्यसको चिन्तै नगर बुझेली, म सबै कुरा मिलाएर जान्छु।
बस तातै चिया खाऊँ आऊ नाति यता बस के लाग्यो के बिजु चिया निकै मिठो छ चिया त बुढी मिठो छ नि नाति हेरेर नचल न खै आमालाई त चिया खान दिनु बाबु होइन है बुढा छोराबुहारी मन्दिर जान्छु भनेर गएका बिहानै पो बिताएका सहर जान्छु टिकट काटिसकेको छ आमा भन्थ्यो छोराले होइन के हो यिनीहरूको चालमाला तिम्रै दिमागमा आउँदो रहेछ अनेक थरी कुरा छोराबारी पूजा गर्न गएको छन् पूजा गरिसकेपछि बिस्तारै आउँदैछन् होला नि तपाईँलाई नै लाग्दो रहेछ माया छोराबुहारीको छोरो मात्रै सहर जाओस् न त्यो अलक्षिणालाई कसरी ठेगा लाउनुपर्छ मैले जाने छ किन रिस गर्छौ त्यो बुहारीको त्यही भएर त हामीलाई तातो चिसो हेरिरहेछ नि हेर बुढी छोरा बाहिर गए पनि बुहारीलाई हामीले धेरै माया गर्नुपर्छ आखिर त्यही बुहारी त हो नि हाम्रो बुढेसकालको दुःख सुखको सहारा यति राम्रो नाति छ त्यसलाई पनि माया गर्नुपर्छ बुहारीलाई नि माया गर्नुपर्छ शत्रुलाई त नराम्रो नगर्नु भन्छन् यी त हाम्रा आफ्ना हुन् यिनलाई हामीले माया गर्नुपर्छ दुःख दिनु हुँदैन माया गर्नुपर्छ कि दुःख दिनुपर्छ मलाई राम्रोसँग थाहा छ तपाईँले मलाई सिकाइराख्नु पर्दैन म जे गर्छु चुप्प लागेर हेरेर बस्ने के अरे बुहारीलाई माया गर्ने होइन त्यसले हामीलाई हेपेर टाउकोमा टेकिसक्यो रह्यो कुरो नातिको त्यो त मेरो कलेजोको टुक्रा हो त्यो पहिल्यै गइछ भने पनि छातीमा टाँसेर हुर्काउँछु आई तपाईँकी प्यारी बुहारी अलक्षिणा नकचारी बिहान मन्दिरमा गएर बिताइस् अब के डल्ल परेर हेरेकी छस् के गिलास लगेर माझेर ले ल उजेली यो भाडा पनि माझ अनि भित्र खाना पनि दिनु है लाउलिन्स हेर न चोथाले काम गर्नु पर्यो भनेर यत्रो आँखा पल्टाएर गई बिहानभरि मन्दिर जाने भनेर बाटोमा बस्यो कि कहाँ बस्यो पहिला कति कुरा लाएर है यो पनि बेग्लै भएर आएको छ होइन तँलाई जानु पर्दैन सहर जाने भनेको होइन उसका कुरा सुनेर कि समय बितेको पत्तै पाइनस् कति काम छ घरमा त्यस्तो नाति केटासँग खाना पकाऊ चिया पकाऊ वस्तुलाई कुँडो गर हरेक काम चाहिँ मैले भ्याउनु पर्छ यिनीहरूका लोग्ने स्वास्नीलाई टक्क टाँसी हेरिन पाए खुसी छन् छोरा बाहिर जान लाग्यो बेला बुहारीलाई कति गाली गरे है अब छोरा त हामीले सायद गरेर पठाउनु पर्छ कति गाली गरे होइन है आमा म हुँदाहुँदै उजीलाई यति धेरै गाली गर्नुहुन्छ अनि म नहुँदा झन् के गर्नुहुन्छ के गर्छु तेरो स्वास्नीलाई मारेर काटेर पकाएर चप्प खान्छु भयो
बिहानभरि कति कुरा लाउन भ्याइ सबै कुरा सुनेर आएर मलाई थर्काउँछ। यो पनि बेग्लै भएको छ। बुहारी ल्याएर सुख हुन्छ अरे। यत्रो हुन्छ सुख? छोरा नै पराई हुन थाले। यसलाई उठ भने उठ, बस भने बस बनाएकी छ यसकी सुवास्नीले। बुहारी ल्याएर सुख गरौँला भनेको आफ्नै छोरा बिरानु भएको म आमालाई पत्तै छैन। कस्तो जोइटिङ्रे छोरो पाइछु नि मैले। आमा, आफ्नो श्रीमतीलाई माया गर्ने मान्छे पनि कोही जुटिङ्री हुन्छ त? उजीले यही घरमा म भनेर भित्री के हो? अनि मैले उसको कुरा नबुझेर अरू कसले बुझ्छ? बुवा, आमा, छोरा र उजेली हजुरको सामु छोडेर जाँदैछ। अब छोरा मान्छे घर बसेर पनि भएन, 2 पैसा सहरमा गएर कमाउनु पर्यो। यो शत्रुको अगाडि हजुरहरू कहिले पनि झगडा नगर्नु, सधैँ मिलेर बस्नु। हुन्छ आमा? हेर बाबु, छोरा मान्छे भनेको छातीमा गोली लाग्दा पनि आँसु खसाल्नु हुँदैन। त झन् कमाउन सहर जाँदैछस्। कमायो भने तिमीहरूकै भविष्य राम्रो त हो। हामी उन्जेल बुहारी र नातिको कुनै चिन्ता नगर। तेरी आमाको रिस त्यस्तै हो, एकैछिन माया गर्छिन्, एकैछिन रिसाउँछिन्। तैँले कुनै चिन्ता नगर। ल भात खान्छौ, अहिले फेरि ढिलो हुन्छ। ल उठ, खाना खाना, तिम्रो ढिलो हुन्छ। ल हिँड बुढी, छोराले खानु बस्यो। त्यही धारामा जुका टाँसिए जस्तो गरेर टाँसिएर बसिराख, मरिराख्ती। कस्तो राम्रो भएछ गाउँ। 5 वर्षपछि आउँदा यत्रो विकसित भएछ। दिदी के गर्दै होली? उजेली कस्ती भयो होली? यहाँ बसेर कुरा खेलाउनु भन्दा जान्छु फटाफट। नमस्ते। ओहो नमस्ते। चिन्नुभयो मलाई? सीताको भाइ होइन र? हो नि दाइ, निकै समय विदेश बसेर आएर चिन्नु भएन क्या हो? चिन्न त चिने भाइ, यत्रो लामो समय विदेश बसेर आउँदाखेरि नि पुरै दुब्लाएर पो आछौ त। के गर्नु दाइ, विदेश भन्न मात्रै पो सजिलो छ त। त्यहाँ बसेर पाएको दुःख र शास्ति कुनै दिन फुर्सदमा सुनाउनु। म अहिलेलाई निस्किन्छु है। पखा भाइ पखा। अनि तिमी त विदेश गएर साह्रै दुःख पायौ पो भन्छ त। अनि पहिला जाने बेलामा केही नबुझिकन यत्तिकै गाऊ र तिमी? अहिलेको समयमा कुन कम्पनी हो, कस्तो काम हो, के हो त्यो बुझेर गाऊ होइन र तिमी? साँच्चीकै तिमी त कुन देश पो गएको नि? जान त दुबई गएको दाइ। जाने बेलामा दलालहरूले कहाँ नराम्रो छ भनेर भन्दो रहेछ र। राम्रै छ कम्पनी, पैसा पनि धेरै हुन्छ भनेर भनेको थिए। वहाँ गएपछि पो पाउनुसम्म दुःख पाएँ दाइ। ए हो र भाइ, विदेशमा त साह्रै दुःख पाएछौ। हामीले नेपालमै जागिर खाएर ठिक गरेछौँ है भाइ? हो नि दाइ, तपाईँले नेपालमै जागिर खाएर धेरै राम्रो गर्नुभयो। आफ्नो त बेलामा बुद्धि पुगेन। ओ भाउजू पनि आइपुग्नु भएछ।
पुरिरहनु भएको होइन? नमस्ते स्वयंसेविका भाउजू। नमस्ते बाबु, नमस्ते। कहिले आउनुभयो अनि के छ खबर? खबर सबै ठिकै छ भाउजू। भर्खरै आउँदैछु, घर नै पुगेको छैन। ए भर्खर पो आउँदै गर्नुभएको? त्यसो भए विदेशी चक्लेट चाहिँ भरे घरमै आएर खाउँला। त्यत्रो टाढाबाट आउनुभएको थाक्नुभयो होला, घरमै गएर रेस्ट गर्नुहोस् बाबु। कुराकानी भनेको फुर्सदमा गरौँला। मलाई सस्ता चौकी जान पनि ढिला भइसक्यो, अब म जान्छु है। ल भाइ। अघि त्यहाँ विवेक बाबुसँग धेरै लामो कुरा भयो कि क्या? खासै लामो कुरा त भएन बुढी, तर केटोले विदेशमा साह्रै दुःख पायो भन्दै थियो हौ। विदेश नजाउन्जेल चाहिँ कति न के पाइन्छ भनेर विदेश विदेश भने त्यहाँ गएपछि बल्ल थाहा पाउँछन्। आजकलका केटाकेटीलाई न आमाले भनेको सुन्छन् न बाउले भनेको सुन्छन्। खालि विदेश। के छ विदेशमा? के त्यहाँ चाहिँ पैसाको रुख छ? त्यहाँ गर्ने दुःख यो नेपालमा गर न। यहाँको खेत खन, यहाँको बाँझो खेतलाई चिरा पार फल्छ नि सुन। खै बुझेको, कसले बुझाउने यो कुरा? न मैले सक्छु न तपाईँले सक्नुहुन्छ। खालि विदेश। यो विदेशलाई कसरी रोक्न सकिन्छ? आजकलका केटाकेटीहरू पढ्न पनि विदेश, जागिर खान पनि विदेश। होइन त्यो विदेशमा चाहिँ पैसाको रुख छ र? छाड्दै बुढी त्यस्तो कुरा। पसल पनि आइसकेछन्, बेलुका बरु चाँडै आउनु। म पनि सामानहरू किनेर चाँडै फर्किन्छु। राम्रो पढ्नुपर्छ ल, हस् भन्नुपर्छ नि त। नि ठुलो मान्छे हुनुपर्छ है। पख त तिमीहरूलाई टिफिन खाने पैसा छ कि छैन? ल भरे टिफिन खानु ल स्कुलमा। ल बाई बाई, अब जाने स्कुल है। जाऊ जाऊ। बल्ल घर आइपुगेँ। दिदी, ए दिदी, को आयो? बाबु त आइपुगिस्? गरे दिदी। भाग्यमानी भएस् बाबु। बाबु यतिकै वर्ष दिदीको माया लागेन तपाईँ? जमिनभित्र एकछिन यतै बसौँ दिदी। बस्दै गर। र दिदीको सानो सानो कुरामा रुनी बानी अझै गाह्रो हुन्छ। नरुनु, म आइहालेँ। नरुनु भन्छ है, यति सजिलो तैँले एकल फोन पनि गर्न सकिनस्। सानो बेलामा हुर्काई बढाई तेरो गुमुत खाएर मैले पालेर विदेश पठाएको। 5 वर्ष भइसक्यो। यो दिदीको माया लागेन तँलाई भाइ? आमा नभए पनि यो दिदीले आमाको कमी कहिले पनि हुन दिन। नरुनु न दिदी, म आइहालेँ। नरुनु कसरी
भन्छस् भाइ त? तेरो आमा भने पनि मै हो, मेरो आमा भने नि तै त होस् नि भाइ। तेरो को छ र? मेरो को छ र? तर म मात्रै होइन। नरुन दिदी नरुन। नरुनी दिदी, अब म आइहालेँ नि। त साह्रै निष्ठुरी रहेछस् भाइ। तेरो मन के ढुङ्गाले भनेको छ भन् त। 5 वर्षसम्म परदेशमा बसिस्, कुनै चाड बाड आउँदा मिठो मसिनो पाक्दा तँलाई सम्झेर मुखमा लगेको घाँस पनि निल्न सक्दैन थिएँ भाइ म। तिहारमा सबैको घरमा दिदी बहिनी दाजुभाइलाई टिका लाएर माला लाउँदाखेरि मेरो मन कति रुन्थ्यो। कहिले ख्याल गरिस्? कतिचोटि मेरो भाइ आउँछ कि भनेर माला उनेर राखेँ, तर त्यो मैले उनेको माला मेरो भाइले लाउनु नपाएको 5 वर्ष भइसक्यो भाइ, 5 वर्ष भइसक्यो। अरू त यस्तै हो भाइ, त यो संसारमा छस् कि छैनस् भन्ने चिन्ताले मरे तुल्य थिएँ म। यो मेरो खुसीको आँसु हो भाइ, नबुझ। दुःखको आँसु होइन। खुसीको आँसु भए पनि यसरी रोएर कमजोर नबनाउनुस् दिदी आफूलाई। मैले पनि नसम्झेको कहाँ हो र? मेरो आमा भने पनि दिदी भने पनि सबै हजुर नै हो। यसरी नरुनुस् दिदी। मैले हरेक दुःख सुखमा तपाईँलाई नै सम्झिन्थेँ दिदी। विदेशको ठाउँमा कहाँ सजिलो हुन्छ र? ड्युटीबाट फर्केर आएर कतिखेर सुतु जस्तो हुन्थ्यो। यो 5 वर्ष मैले आफैलाई बिर्सेर बिताएँ दिदी। काम साह्रै दुःखको थियो दिदी। धन्न बाँचेर आएँ। अब म हजुरलाई छोडेर कहिल्यै कहीँ जाँदिनँ। लु हिँड बाबु, भित्र जाउँ अब। बाबुलाई नै सन्तोष हुनु है, के भयो? छुटछुट पनि गरेर होइन है बुढा। मेरो त बाबु हिँडेको दिनदेखि यो आँखा फरफर 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 गरेर छ। सुकेको रुखमा आएर काग पनि करायो। कतै केही अनर्थ त हुँदैन? तिम्रो दिमागमा जहिले पनि नराम्रो सोच मात्रै आउँदो रहेछ। कहिले काहीँ त अलि राम्रो सोच पनि गर न। खालि नराम्रो सोच मात्रै तिम्रो दिमागमा हुँदो रहेछ। कहिले काहीँ त राम्रो पनि सोच गर न। मैले जे बोले पनि नराम्रै लाग्छ आजकल तपाईँलाई। के भएको छ कुन्नी? यो बाबु यस्तो आलस तालस भएको छ। उसको बाबासँग सातो गएर हो कि म त एकचोटि जान्ने कहाँ गएर बाबुलाई फुकाएर लिएर आउँछु। बाबु, मेरो बाबुको कति माया छ मलाई, मेरो बाबुको ल। मेरो बाबालाई नरोए, म फुकाएर लिएर आउँछु मेरो बाबालाई। के भयो कुन्नी? गाह्रो भएको छ। ल हेर मेरो बुढी पनि बुहारीलाई देखिसन्थिनँ। नाति अलिकति बिराम भएको थियो, जानी कहाँ लिएर गइहालिन्। धेरै माया गर्छ नातिलाई, बुहारीलाई देखिसन्न। के भएको होला यो आइमाईलाई नै? आँखा नै एकदम धमिलो भएछ। आफू बुढो हसिँदै हो। कसको फोन आयो? नचिने नम्बरबाट आएछ यो। ले गऱ्यो। हेलो हेलो, को बोल्नुभएको होला? म काठमाडौँको केएमसी हस्पिटलबाट डाक्टर जीवन बोलेको। अनि के थियो डाक्टर साहब? हजुर आकाशको बुवा हो? हो, म आकाशको बुवा हो। आकाश यहाँ हस्पिटलमा इमर्जेन्सीमा छ। उसको जीवन बाँच्ने हो कि नबाँच्ने हो ठेगान छैन। तपाईँ तुरुन्तै आउनु पर्यो। के भयो डाक्टर साहब मेरो छोरालाई? हेलो, मेरो छोरालाई के भएको? मेरो छोरालाई के भएको भन्नुहोस् न हजुर।